अब नासुको क्वेसन भने के हो भन्दाखेरि विशुद्ध नासुको क्वेसन कस्तो हुन्छ भन्दाखेरि हामीलाई समस्या समाधानको क्वेसन होइन, हामीलाई इन्फर्मेटिभ क्वेसन हो, सूचनामूलक क्वेसनहरू बढी सोध्छ। हामीलाई सोध्ने क्वेसनका केही प्याटर्नहरू म तपाईँलाई पहिला हामी प्याटर्नको बारे जान्नु पर्यो। त्यो प्याटर्नको क्वेसन कसरी लेख्ने भन्ने कुरा हामीले नजान्दासम्म हामीले पढेकै भरमा हामीले चाहिँ इक्जाममा चाहिँ सफल हुने गरी लेख्न सकिन्छ भन्ने कुरा मलाई त्यति धेरै विश्वास चाहिँ लाग्दैन। त्यसले हामी क्वेसनको चाहिँ हामी प्रकारमा जाँदाखेरि जस्तो पहिलो एउटा हाम्रो चाहिँ भनौँ न क्वेसनको प्रकार होइन, क्वेसनको प्रकारमा हामीलाई कस्तो क्वेसन सोधिँदो रहेछ त भन्दाखेरि 1 नम्बरको क्वेसन भन्दाखेरि कहिलेकाहीँ अवधारणा होइन, अवधारणा होइन, भनेको के हो होइन, भनेको के हो होइन, अनि त्यसपछि परिचय दिनुहोस् भन्ने क्वेसन हो। यो प्याटर्नको क्वेसन हामीलाई अलि धेरै यो प्याटर्नको क्वेसनहरू सोधिन्छ। यो प्याटर्नको क्वेसनमा तपाईँको समस्या के हो भन्दाखेरि मैले बजार रिड गर्दाखेरिको समस्या के देखेको भन्दाखेरि तपाईँले पहिलो लाइन त जसरी पनि लेखिहाल्नुहुन्छ, कण्ठ गर्नुभएको हुन्छ, जबरजस्ती भए पनि कण्ठ गर्नुहुन्छ। दोस्रो लाइनमा के लेख्ने तपाईँको अहिलेको समस्या हो, तेस्रो लाइनमा के लेख्ने अहिले तपाईँको समस्या हो, चौथो लाइनमा लेख्ने के हो भन्ने कुरा समस्या हो। र मिनिमम हामी 2 मार्क्स लेखेको यदि सोधेको छ भने हामी 2 × 2 को दरले 4वटा लाइन त मिनिमम हामी लेख्छौँ। यो 4वटा लाइन लेख्दा तपाईँको आन्सरमा यसो हेर्दा तपाईँको बुझाइ पनि स्पष्ट देखिनुपर्छ, यसो हेर्दा तपाईँको त्यो आन्सरमा विश्व पनि देखिन पर्यो, त्यो आन्सरमा तपाईँ यसो हेर्दाखेरि नेपालको सन्दर्भ पनि जोडिन पर्यो, त्यो आन्सरमा यसो हेर्दाखेरि त्यो चाहिँ विषयको के भन्दाखेरि आधारभूत क्यारेक्टर के हो भन्ने कुरा सो नहुँदासम्म नदेखिँदासम्म के हुँदैन भन्दाखेरि तपाईँको आन्सर कम्प्लिट चाहिँ हुँदैन। हामी एउटै कुरा चाहिँ रिपिट गर्ने होइन कि हामी हरेक लाइनमा हामीले पृथक तरिकाले मिनिमम 4वटा कुरा थाहा पाउने हो। अब तपाईँले परिचय कति पढ्नुभयो, कति जान्नुभयो होइन, तपाईँले सिक्नुभयो त्यो म्याटरै होइन। अब तपाईँले इक्जाममा कति लेख्न सक्नुहुन्छ भन्ने हिसाबले चाहिँ क्यालकुलेट गर्दा तपाईँले मिनिमम 4वटासम्म सक्नुहुन्छ। त्योभन्दा बढी पनि तपाईँलाई गाह्रो हुन्छ, स्पिडको कारणले तपाईँ सक्नुहुन्न। त्यो कारणले 4वटा कुरा, यो 4वटा कुरा के लेख्ने भन्ने कुरा हामीले सिकाउने हो। यहाँ मिनिमम 4वटा कुरा, के कुरा छुट्न हुँदैन। तपाईँले के चाहिँ थप्न सक्नुहुन्छ, के चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईँले छुटाउनु हुँदैन भन्ने कुरा हामीले यो प्याटर्नको क्वेसन एउटा प्याटर्नको क्वेसन यो सोध्छ। दोस्रो प्याटर्न यो जान्न पर्यो तपाईँले। दोस्रो प्याटर्न भनेको के भन्दाखेरि उपलब्धि के छ, यसको कुनै पनि विषयको उपलब्धि के हुन सक्छ। जस्तो हामीले संहिता अवलम्बन गऱ्यौँ, अब संहिताबाट के उपलब्धि भएको छ अहिलेसम्म भनेर यो क्वेसनहरू सोध्न सक्छ। अथवा कुनै पनि विषयको फाइदा के भयो, यसले चाहिँ फाइदा के पुर्यायो त भनेर, जस्तो संहिताको हामीले अभ्यासबाट हामीले के फाइदा पायौँ त, के लाभ हामीले हासिल गऱ्यौँ होइन, लाभका विषयहरू के सोध्छ भन्दाखेरि क्वेसनमा सोध्न सक्छ होइन। अब अर्को चाहिँ प्रगतिको अवस्था के छ, अहिलेसम्म के कति प्रगति हासिल भएको छ भनेर यसरी लाभ, उपलब्धि, प्रगति सम्बन्धी एउटा प्याटर्नको क्वेसन सोध्छ। यो प्याटर्नको क्वेसनमा लेख्नुपर्ने विषय के हो त खास, यो प्याटर्नको क्वेसन आयो भने परिचय लेखेर सुरु गर्ने हो कि, अथवा यसमा चाहिँ हामीले अब यो जोडेको क्वेसन हो भने सिधै बुलेटमा लेख्ने हो कि कसरी लेख्ने हो भन्ने कुरा हामीले यसको आधारभूत विषय नजान्दासम्म हाम्रो के हुँदैन त भन्दाखेरि हामी आन्सर राम्रो चाहिँ बनाउँछौँ भन्ने मलाई त्यति धेरै चाहिँ विश्वास चाहिँ लाग्दैन। पहिलो कुरा के लेख्ने भन्ने त तपाईँलाई थाहा हुनु पऱ्यो, त्यो कुरा एउटा हामीले नोटिस गर्नुपर्ने एउटा प्याटर्नको क्वेसन यो छ। अर्को तेस्रो प्याटर्नको क्वेसन भनेको चाहिँ तपाईँलाई उद्देश्य सोध्छ होइन, उद्देश्य सोध्छ। अब तपाईँको आवश्यकता सोध्छ, तपाईँलाई महत्त्व सोध्छ, आवश्यकता सोध्छ, उद्देश्य सोध्छ, महत्त्व सोध्छ होइन, सान्दर्भिकता सोध्छ होइन, औचित्य सोध्छ। के हो यसको सान्दर्भिकता, के हो यसको औचित्य, के हो भनेर भन्न सक्छ। यी प्रिन्सिपलले यी कुराहरू हामी मोटामोटी एउटै लेख्नुपर्छ भनेर हामीले कहीँ इन्स्ट्रक्सन गरेको भए तापनि, इन जनरल रूपमा गरेको भए तापनि अलिअलि फरक छ। आवश्यकता भन्नु र महत्त्व भन्नु फरक विषय हुन्छन्। त्यस कारण ती विषयहरूलाई कसरी लेख्ने, कतिपय हाम्रो सिलेबसमा यसको छुट्टै बनाइदिएको छ। जस्तो तपाईँले सार्वजनिक सेवा बडापत्र खरिदारको एउटा टपिकमा हेर्नुभयो भने सार्वजनिक सेवा बडापत्रको आवश्यकता र महत्त्व भनेको छ, आवश्यकता छुट्टै र महत्त्व छुट्टै पढ पनि भनेको छ। कहिलेकाहीँ हाम्रो विषयले त्यसरी निर्देशन पनि गरेको हुन्छ, यो विषयमा हामीले के लेख्ने हो त, कसरी स्टार्टिङ गर्ने हो त, यसको आन्सर चाहिँ कसरी राम्रो बनाउन सकिन्छ, हामीले त्यो त्यो प्याटर्न क्वेसनहरू हुन्छ। अर्को प्याटर्न क्वेसन भनेको के भन्दाखेरि व्यवस्था के छ होइन। यो व्यवस्था अहिलेको यो विषयमा हाम्रो के व्यवस्थाहरू छ भनेर क्वेसन सोध्न सक्छ। एउटा भनेको अभ्यास होइन, अहिले अभ्यास के छ, अभ्यास के भइरहेछ यो विषय सोध्न सक्छ होइन। अर्को तपाईँको अहिले यो अर्को के सोध्न सक्छ भन्दाखेरि प्रयोग
हैन अहिले प्रयोगको अवस्था के छ जस्तो तपाईलाई भनौँ न कार्यालयका स्रोत साधन प्रयोगको अवस्था उल्लेख गर्दै भनिदिन सक्छ अथवा अभिलेख व्यवस्थापनको अवस्था उल्लेख गर्दै भनिदिन सक्छ हैन अथवा तपाईलाई हैन अथवा तपाईलाई हामीले विद्युतीय शासनको लागि गरिएका अभ्यासहरू अथवा गरिएका प्रचलनहरू के छन् अथवा अभ्यासहरू के हुन् यसरी क्वेशनहरू सोधिदिन सक्छ पर्टिकुलरली त्यो विषयमा क्वेशनहरू एउटा त्यो सोध्न सक्छ तपाईलाई अर्को क्वेशन तपाईलाई सोध्न सक्छ समानता हैन समानता र भिन्नताका क्वेशनहरू सोध्न सक्छ भिन्नताका क्वेशनहरू सोध्छ यी दुईको बीचमा समानताहरू के छन् यिनीहरूको भिन्नता के हो भनेर तपाईले भिन्नताका क्वेशनहरू सोध्न सक्छ हैन यो क्वेशन पनि हामीले जनरली हामीले जान्न पर्छ एउटा यो प्याटर्नको क्वेशनहरू हुन्छ अर्को प्याटर्न क्वेशन भनेको अन्तर सम्बन्धको क्वेशन हुन्छ हेर्नु है अन्तर सम्बन्धको क्वेशन अब हामीले सेकेन्ड पेपरमा कम्तीमा 6-7 वटा अन्तर सम्बन्ध नजान्दासम्म हामी आन्सर त्यति राम्रो लेख्न सक्दैनौँ एक्जाममा क्वेशन फेस गर्न हामीले सकिदैन 6-7 वटा अन्तर सम्बन्ध हुन्छ जस्तो जैविक विविधता र वातावरण बीचको अन्तर सम्बन्ध सोध्न सक्छ विद्युतीय शासन र सुशासन बीचको अन्तर सम्बन्ध सोध्न सक्छ सूचनाको हक र पारदर्शिता बीचको अन्तर सम्बन्ध सोध्न सक्छ अथवा गरिबी र बेरोजगारी बीचको हैन यो अन्तर सम्बन्ध सोध्न सक्छ त्यसैले यो अन्तर सम्बन्धमा चाहिँ लेख्न पर्ने चाहिँ कुरा विषयहरू के हुन् जस्तो लोकतन्त्र र मानव अधिकारको अन्तर सम्बन्ध सोधिराखेको छ यो क्वेशनहरू कसरी गर्ने भन्ने विषय हामीले के गर्छौं त भन्दाखेरि यो प्याटर्नको क्वेशन हामीले गर्नुपर्ने हुन सक्छ अर्को प्याटर्नको क्वेशन के हुन सक्छ भन्दाखेरि असरहरू हैन असरको क्वेशन प्रभावको क्वेशन असर र प्रभावको क्वेशनहरू सोध्न सक्छ हैन अब असर भन्न बित्तिकै सबैका पोजिटिभ र नेगेटिभ असर हुन्छन् भन्ने कुरा बुझ्नुभयो भने तपाईको हामीले त्यति आन्सर राम्रो बनाउन सक्दैनौँ जस्तो नागरिक चेतनाको प्रभावले समाजमा पार्ने प्रभाव एउटा क्वेशन यो हुन सक्छ अथवा व्यवस्थित शहरीकरणले पार्ने प्रभाव एउटा हुन सक्छ अथवा अव्यवस्थित शहरीकरणले पार्ने प्रभाव एउटा हुन सक्छ अथवा अनियन्त्रित बसाइसराले पार्ने प्रभावका विषयहरू एउटा हुन सक्छ हैन यो प्रभावका विषयहरू असरका विषयहरू हामी तपाईहरु यो फेसबुक पेजमा भन्दा पनि अब जुममा चाहिँ जोडिनको लागि हामी सादर अनुरोध गर्दछौं र यो फेसबुक लाइभलाई हामीले यही चाहिँ इन्ड गरेको हामी जानकारी गराउँदछौं अब हामी यो